मेरो कानुन बमोजिम अगाडि बढाउनु होला नत्र यहीँ मरिदिन्छु म झुन्डेर। अब सरको प्रहरीले बलात्कारी अपराधी ऐनमहरलाई उन्मुक्ति दिँदै आएको छ। बरु मैले साइबर प्रहरी छ नि साइबर प्रहरीले मलाई न्याय दिनुभएको छ, मेरो मुद्दा चलाइदिनु भएको छ। तर यो अपराधी बचाउने छ नि यो परिसरको प्रहरीहरू, यो भ्रष्टाचारी दलाल घुसखोरीहरूले अपराधीलाई अझै पनि बचाउने काम गरिरहेको छ। प्रहरीलाई तपाईले गम्भीर लाग्नुभयो उहाँ भ्रष्टाचारी घुसखोरी मसँग के भनेको छ तपाईको फेरि पनि तामिलीमा राखिदिन्छु भन्ने धम्की दिन्छ। मेरो प्रमाणै गायब गरिदिएको छ। तपाईलाई प्रहरीले धम्की नै दियो? दिएको छ, यहाँ मेरो अडियो नै छ। त्यो अडियो छ नि, अडियो प्रमाण पनि छ नि त? छ, प्रमाणहरू छ। प्रहरी परिसरबाट चाहिँ तपाईलाई धम्की आएको छ? योभन्दा पहिला आएको छ। म तामिलीमा राखिदिन्छु भनेको छ। अनि प्रमाणहरू फेक भन्न सक्छ र प्रहरीले कि प्रहरीले उसले तीन पुस्ते ल्याब चाहिँ गरेको छ यो प्रमाण फेक हो भनेर, फोरेन्सिक परीक्षण गरेर ल यो फेक हो भनेर कुनै प्रहरी विशेषज्ञले मेरो प्रमाण फेक हो भनेर अहिलेसम्म साइन गरेको छ? प्रहरीको वर्दी लगाएर कानुनको वर्दी लगाएर कानुनको धज्जी उडाउने, आफ्नो कानुनको वर्दी लगाएर हामीमाथि अन्याय अत्याचार गर्ने प्रहरीले तिनीहरूले जे लेखे त्यो पुग्ने, तिनीहरूले जे लेख्यो भने साइन गर्यो भने पुगिहाल्ने। अनि जनताले पत्याइ दिनुपर्ने तिनीहरूलाई। ऐनमहर गलतै भए त प्रहरीले पनि त विधि हेर्ला कानुन हेर्ला। यदि गलतै भए भने त गलत प्रमाणहरू छ। यत्रो के हो प्रमाण, यत्रो प्रमाण छ। मेरो प्रमाणको एक मूल्याङ्कन गरिनुपर्छ। गलत हो कि होइन भनेर अदालतले छुट्याउँछ। यिनीहरू फैसला गर्ने यिनीहरू न्यायाधीश हुन्। अस्ति सुदन गुरुङ नि गृहमन्त्री सुदन गुरुङ नि आइपुग्नु भएको थियो नि, के आश्वासन दिनुभयो तपाईँ? होइन म त्यतिखेर थिएन, तर गृहमन्त्रीज्यूलाई पनि मैले खबर गरिसकेको छु के हेरेर बस्नु भएको छ। एउटा अपराधीलाई पनि पक्राउ गर्न नसक्ने कि कानुनी आधार हुँदाहुँदै यदि बलात्कारी अपराधीलाई थुन्यो, गैरकानुनी थुन्यो भने सर्वोच्च अदालतले छुटाउला नि। तर खै मेरो अगाडि प्रक्रिया बढाएको उसले गलत गरेको छैन, उसो अपराधी होइन, ऊ एकदम राम्रो मान्छे हो भने सफाइ देला नि अदालतले। मेरो मुद्दा नै चल्दैन त अनि कसरी सफाइ दियोस्, कसरी अदालतले हेर्न सक्छ? मेरो प्रश्न तपाईँलाई चितो लाग्नु सक्छ तर तपाईँले यसलाई खण्डन गर्नु होला। मेरो प्रश्न हो यो मुद्दा चाहिँ यो पैसाको मामिलामा चाहिँ नमिलेर ऐनमहरलाई फसाउन लाग्यो भनी छ। त्यसमा पैसा मलाई किन चाहियो? त्यसले त भनेको छ नि पैसा दिन्छु, मुद्दा फिर्ता गर भनेर। मैले त त्यसको पैसा किन चाहियो? त्यो अपराधी बलात्कारी भ्रष्ट दलालले दुनियाँ औपचारिक भ्रष्टाचार गरेर औपचारिक कमाएको सम्पत्ति मलाई चाहिँदैन। त्यसले कानुन बमोजिम सजाय भोग्नुपर्छ। त्यसको सम्पत्तिले त्यसलाई म हिरो बन्न दिँदैन। त्यसको पैसा चाहिँदैन। हात खुट्टा चाहिँ म आफै गरी खान्छु पैसाको मामिलामा। बलात्कारीको पैसा त्यो अपराधीको पैसा चाहिँदैन। त्यो अपराधीको पैसाले त्यसलाई अपराध निर्दोष साबित गर्न सक्दिनँ म। ऐनमहरको राजनीति भविष्य नै तपाईँले चाहिँ सकाइदिने भयो अरे के? कस्तो सकाइदिने? त्यसले अपराध सर्वसाधारण जनता भइदिएको भए जेलमा हुनुपर्ने अपराधी हो। अहिले खड्गप्रसाद ओलीले बचाएर पटक बचाएर सदनमा भुकिरहेछ। अहिलेको सरकारले त उहाँलाई पक्राउ गर्न सक्छ नि त? उहाँ साँच्चै नै दोषी हो भने सक्ने हो, खै त सकिरहेछ। एमालेको के शक्ति छ त? सरकार तपाईँले के भन्नुभएको छ? सरकार बोत्तारहेको भएको हो। तपाईँले ठ्याक्कै एमालेको भनेर तपाईँले घोषणा गरिदिनु भयो। अनि एमाले सरुवा बढाइ गराइदिएको छ, एमाले नियुक्ति गरेका छन् त अनि के भन्नु? अधिकांश एमालेको कार्यकर्ताले भन्छन् कि एमालेको यस्तो युवा नेता होइन ऐनमहर बगान जस्तो क्षेत्रमाबाट जितेर आउनु भएको स्टोरी हात धोएर पछाडि लाग्दा चाहिँ काहीँ न काहीँबाट चाहिँ परिचालित हो भन्छन् क्या मान्छे। एमाले कार्यकर्ता होइन, परिचालित प्रमाण छ त मसँग। देख्नु भएन? त्यत्रो सामाजिक सञ्जालमा त्यत्रो प्रमाणहरू हालेको छु। अब तपाईँले प्रमाण भन्नुभयो होइन, ठ्याक्कै के प्रमाण हो, के भन्नुभएको? यो हो जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी परिसरलाई चाहिँ अनुसन्धानको सम्बन्धमा निर्देशन दिएको प्रहरीलाई। तर प्रहरीहरू मौन छन्, अपराधीलाई बचाउने दाउमा छन्, अपराधीलाई संरक्षण गर्ने दाउमा छन्। यत्रो आएर पनि यत्रो अपराध गरेर पनि उसलाई चाहिँ कुनै मतलब छैन। ऊ शक्तिशाली हो रे, बहालवाला हो रे, त्यही भएर अनुसन्धान नगर्ने। यदि सर्वसाधारणको छोरा भइदिएको भए अहिले उसलाई जेलमा उसलाई पछाडि अगाडिबाट साङ्लाले बाँधेर जेलमा राखिदिन्थे। तर अपराधी खुल्ला भुगिरहेको छ सदनमा। अब कहिलेसम्म यसरी माइती घरमा यसरी बसिरहनुहुन्छ तपाईँ? अब राष्ट्र सरकारले पनि न्याय दिन सकेन भने त कहिले अब मृत्यु हुन, अब यही न्याय लड्दा कतिखेर मार्छ के गर्छ त्यो अत्तो पत्तै छैन। ल अन्तिममा तपाईँले न्यायालय, ऐनमहर र सरकारलाई के भन्न चाहनुहुन्छ? ठ्याक्कै तिनजनालाई, न्यायालय, ऐनमहरलाई पनि है, सरकार कानुन बमोजिम हुँदै सबैभन्दा मुद्दा चलाउने अधिकार न्यायाधिवक्तासँग हुन्छ, विशेष अधिकार। न्यायाधिवक्ताले नै जिल्ला सरकारी वकिल कार्यालय निर्देशन दिइसकेको छ।
र जिल्ला सरकारी वकिल कार्यालयले पनि प्रहरीलाई निर्देशन दिइसकेको छ अनुसन्धानको सम्बन्धमा आवश्यक कानुनी कारबाही गर्नु भनेर। तर प्रहरीले अनुसन्धान गरिरहेको छैन। अब यो सन्दर्भमा के भन्छु, सुदन गुरुङ गृहमन्त्री हुनुहुन्छ, के हेरेर बस्नु भएको छ? तपाईँ न्याय दिन्छु भन्दै हुनुहुन्थ्यो त। खै मैले यत्रो कानुन बमोजिम प्रमाण हुँदाहुँदै कानुन बमोजिम कागजपत्र हुँदाहुँदै तपाईँले किन अपराधीलाई बचाइराख्नु भएको छ भन्न चाहन्छु। न्यायालय पनि अब न्यायालयप्रति मलाई अहिले केही भन्नु छैन। प्रहरीले पटक पटक मेरो पहिला पनि एनमोरको चुनौतीलाई तपाईँ कसरी चिर्न चाहनुहुन्छ? भन्छ चुनौती दिनुपर्छ। यदि म गलत रहेछ भने ल मलाई चाहिँ जेलमा हालेर देखा भनेछ भने चुनौती दिनुपर्छ। अफ्ताब आलमले मान्छेहरू इटाभट्टामा पोलेर जितेको हैनन्? कतिचोटि सांसद जिते? म त अझ जिउँदैछु। उसले कतिजना मारेको थियो, म त एकजना हो, म जिउँदैछु, लडिरहेको छु। यो न्याय मरेको देशमा ऊ अपराधीले चुनौती दिनु स्वाभाविक कुरा हो नि। अपराधीलाई ठाउँ दिएपछि, अपराधीलाई अगाडि बढाइदिइसकेपछि, अपराधीको संरक्षण गरिसकेपछि उसले चुनौती दिनु स्वाभाविक कुरा हो। अन्तिममा न्याय पाउनेमा आश्वस्त हुनुहुन्छ? के न्याय पाइन्छ? यस्तो हुँदाहुँदै यस्तो कार्यान्वयन गर्दैन भनेपछि कसरी न्याय पाइन्छ? न्याय पाउनेमा पनि तपाईँ आश्वस्त हुनु हुँदैन? छैन। यो सरकारले के हेरेर बसिरहनु भएको छ? अपराधी यो परिसरको प्रहरीले मेरो एउटा मुद्दा भने हरेक मुद्दामा बदली गरेको छ, जाल जेल षड्यन्त्र गरेको छ। अपराधीलाई खाएको होला नि त, त्यो भ्रष्टाचार गरेको, दुनियाँ लुटेको पैसा दिएको होला बलात्कारीले, घुसपैठ। त्यही भएर बलात्कारी ऐनमर बलात्कारी, मेरो इज्जत लुट्ने बलात्कारी ऐनमर, एमालेको नेता सांसद भन्ने अहिले कुकुर भोगिरहेछ सदनमा, कुकुरको जसरी भङ 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 गरिरहेछ। लाज घिन पचाएर नकच्चरो नाक नभएको अनि सबै लाज पचाइसकेको छ, त्यो कुकुरको जसरी भोगिरहेछ। अनि सरकार पनि त्यही हेरेर बसिरहेको छ। त्यसको बोलेको त्यही त, त्यसलाई कुन मान्छेले अहिलेसम्म राम्रो भनेको छ? देख्नु भएको छ एउटा कमेन्ट? त्यसको परिवारका सदस्यले बाहेक 3 करोड जनताले सबैले त्यसलाई गाली गरेछ। सही भयो त सही भन्न सक्थ्यो होला नि त। त्यसका अभिव्यक्तिमा हेर्नु, त्यसका एउटा फोटोमा हेर्नुहोस्, एकजना त्यसको परिवार बाहेक त्यसको कोही छैन सपोर्ट गर्ने। 3 करोड जनता छ नि, जुन जनता छ नि, त्यसले सबैले त्यसलाई मन पराएको छैन, सबैले गाली गरिरहेका छन्। राम्रो भयो त साथ समर्थन गर्थ्यो होला त। हजुरलाई धेरै धेरै धन्यवाद। न्यायालयले दुधको दुध पानीको पानी छुट्याउनुपर्छ। खुरुक्क बलात्कारी ऐनमहरुलाई चाहिँ कानुन बमोजिम समाउनुपर्छ, अगाडि बढाउनुपर्छ। बलात्कारी ऐनमहर यदि निष्पक्ष राम्रो हो, निर्दोष हो भने त्यो अदालतले 3 त अदालत छन्, 3 त अदालतका न्यायाधीशले गर्नेवाला छन्। मेरो कानुन बमोजिम अगाडि बढाउनु होला, नत्र यहीँ मरिदिन्छु म झुन्डेर। अब कोही साथीहरूले केही प्रश्नहरू छ? भयो ल, हस्, धेरै धेरै धन्यवाद है।